आजको यो भिडियोमा चाहिँ एन्सेलबाट एन्सेल सिममा चाहिँ बैलेन्स ट्रान्सफर गर्ने तरिका सिकाउन गइरहेको छु। आजको यो भिडियोमा दुईटा तरिका सिकाउने छु। जुन तरिकाबाट तपाईले सजिलो लाग्छ त्यो तरिका अपनाएर तपाईले बैलेन्स ट्रान्सफर गर्न सक्नुहुन्छ। नमस्कार, अहिले तपाई हेर्दै हुनुहुन्छ प्रजापति नलेज, म जयप्रदा। आउनुहोस् भिडियो स्टार्ट गरौँ। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्छ होला। यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक गरी हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। आउनुहोस् भिडियो स्टार्ट गरौँ। यसको लागि सबभन्दा पहिले तपाईले एन्सेल एप डाउनलोड गर्नु होला। एन्सेल एप डाउनलोड गरिसकेपछि ओपन गर्नु होला। यसमा फर्स्टमा खोल्नु भयो भने तपाईले रजिस्टर गर्नुपर्ने हुन्छ। मेरोमा अलरेडी भइसकेको छ, त्यही भएर रजिस्टर गरेर ओपन गर्नुभयो भने तपाईको पनि यस्तो इन्टरफेस देखाउँछ। अब यसको लागि तपाईले अलिकति स्क्रल माथि गर्नु होला। त्यसपछि यो भ्यू मोर को अप्सन देखेर सक्नुहुन्छ। यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि चाहिँ यता हेर्न सक्नुहुन्छ बैलेन्स ट्रान्सफर अप्सन रहेछ, यसमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ सबभन्दा फर्स्टमा चाहिँ एमाउन्ट राख्नु होला। एनआरपी मा कतिवटा ट्रान्सफर गर्न लाग्नु भयो, जस्तै म 100 लेख्छु। अनि त्यसपछि चाहिँ मोबाइल नम्बर लेख्नु होला। जुन मोबाइलमा चाहिँ ट्रान्सफर गर्नुपर्ने छ त्यो मोबाइल नम्बर लेख्नु होला। अनि ट्रान्सफरमा क्लिक गरेर तपाईले ट्रान्सफर गर्न सक्नुहुन्छ बैलेन्स सजिलो तरिकाबाट। अनि अर्को तरिका चाहिँ त्यसको लागि तपाईले डायलर पेड ओपन गर्नु होला। त्यसपछि स्टार 17122 फेरि स्टार। अब मोबाइल नम्बर, जुन मोबाइल नम्बरमा चाहिँ ट्रान्सफर गर्नुपर्ने छ त्यो मोबाइल नम्बर चाहिँ टाइप गर्नु होला, जस्तै यति। अनि त्यसपछि फेरि स्टार। त्यसपछि कति पैसा पठाउन लाग्नु भएको छ, त कति रुपैयाँ चाहिँ ट्रान्सफर गर्न लाग्नु भएको छ त्यो चाहिँ लेख्नु होला। जस्तै म 100 लेख्छु। त्यसपछि फेरि स्टार, त्यसपछि 1, त्यसपछि हद लेख डायल गरिसकेपछि जस्ट यसमा ओके गर्नुभयो भने तपाईको बैलेन्स ट्रान्सफर हुन्छ। यसरी चाहिँ तपाईले बैलेन्स ट्रान्सफर गर्न सक्नुहुन्छ एन्सेलबाट एन्सेलमा। म आशा गर्छु कि भिडियो तपाईलाई राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी हाम्रो प्रजापति नलेज च्यानललाई सब्स्क्राइब गर्नु होला। अथवा तपाईले टिकटक र फेसबुकमा हेर्दै हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।